रिजेक्ट मात्र भन्छ रे हा बिहानदेखि तनाव किन लेखस बाबु जतिचोटि पनि अप्लाई गरे पनि जहिले खालि रिजेक्ट मात्र भन्छ मलाई एकचोटि पनि भएन त अनि सफलता भनेको सफलताको नजिक हुने संकेत हो छोरा धैर्यता गर्नु के भयो बाबु किन यति ग्यास छ तिमी के गरौँ हजुरलाई 4-5 चोटि मैले अप्लाई गरिसकेँ जबको लागि जतिचोटि अप्लाई गरेँ खालि रिजेक्ट मात्र भन्छ काका अब के भन्नु जीवनमा यस्तो भइरहेको छ बाबु यो मेरो घडी छ 30 वर्ष पुरानो घडी मैले यो घडी एकचोटि बिग्रेको थियो मैले यसलाई फालेन मैले मर्मत गरेँ त्यसपछि अहिलेसम्म 20 वर्ष भइसक्यो चलिरहन्छ त्यस्तै हाम्रो जिन्दगी पनि त्यस्तै हो तिमी एकचोटि हार मान्यौ एकचोटि असफल भयो भन्दैमा तिमी हार नमान जीवन ठुलो छ तिमी अझै फेरि कोसिस गरेर हुन्न फेरि पनि कोसिस गरेर बनाएपछि चलिरहेको छ बुझ्यौ नि बाबु The next day. एकजना फेल भयो तर मेरो मम्मीले भन्नुभयो हार नमान अन्त सफलता मिल्छ जो के दाइ हजुर सफलता मिल्छ अब टेन्सन नलिनु के दाइ The next day. Why are you here when it's midnight? Glad you're here. Don't make it a habit to come to this meeting since it's really late for you. Yes. But I'm glad. Thanks for coming at least once. Thank you. Oh yes. Finally यार भगवान सिलेक्ट भयो यार के भयो बाबु मेरो सिलेक्सन भएन मम्मी भन्थे नि धैर्यता गर्नुपर्छ भनेर